हाल राष्ट्रिय सभाका माननीय सदस्य एवं तत्कालीन गृहमन्त्री श्री कृष्ण प्रसाद सिटौलाले सरकारको तर्फबाट संवाद व्यवस्थापन गर्नुभएको थियो। आपराधिक घटनामा संलग्न कसैले पनि उन्मुक्ति पाउनुहुन्न। यसमा पूर्व राजा शाहले पनि उन्मुक्ति पाउनुहुन्न। फेरि राजा बन्छु व्यवस्था मास्छु भन्नेले यी सबै श्रृङ्खलाबद्ध घटनामा आफ्नो धारणा सार्वजनिक गर्नु पर्दैन। मानिसलाई मर्नलाई दुरुत्साहन गर्ने जनकमान्डर, इतिहासले कुनामा फ्याँकेका व्यक्ति, अभियानका संयोजक, धनजनको क्षति र लुटपाट, शासक बन्ने मनसुबा प्रधानमन्त्रीले आफ्नो कुरा राखिरहनु भएको छ। यहाँको सहमति असहमति त्यसलाई पछि यी सबै घटनाको जिम्मेवार यहाँले सक्नुहुनेछ। त्यसैले गर्दा अहिले मान्य सदस्यहरू आसन ग्रहण गरेर केही दिन यता प्रधानमन्त्रीलाई दिएको समयमा यहाँहरूले सुन्नुपर्छ। केही दिन यता संसद अवरुद्ध छ। सुशासन र त्यस मान्य सदस्यहरू कम्प्रोमाइज हल्ला गरेर उठ्न स्वाभाविक छ। हुँदैन। सरकारका समय पाएपछि यहाँले बोल्न सक्नुहुन्छ। त्यसकारणले मैले यहाँलाई अहिले समय दिएको छैन। आसन ग्रहण गरेर बस्नुहोस्। सम्मानित सदन हो, तर अहिले विषय सामान्य छ। एकजना कर्मचारीको विषयमा प्रश्न उठेको छ। सदन अवरुद्ध छ। महत्त्वपूर्ण संसदीय कार्यमा बाधा पुगेको छ। राष्ट्रसेवक कर्मचारीको गुण दोष टिप्पणी गर्ने स्थल चाहिँ यहाँ हो भन्ने मलाई लाग्दैन। त्यसको प्रक्रिया छ। राम्रो काम गर्नेलाई पुरस्कृत गर्ने र दोषीलाई कारवाही गर्ने विधि पनि यसै सदनले निर्धारण गरेको छ। यति चाहिँ भनौँ, सामान्यतः कुनै पनि कर्मचारीबाट विभागीय मन्त्रीले आफूप्रति लोयल्टी फिल गरेन भने वा मन्त्रीप्रति कानुनप्रति लोयल्टी फिल भएन भने वा लोयल्टी राखिएन भने मान्य सदस्य यहाँलाई समय दिएको छैन। त्यस कारणले यहाँ नबोल्नु होला। मान्य सदस्यहरू आसन ग्रहण गर्नुहोस्। यहाँबाट अनुमति लिएर मात्रै बोल्नको लागि म मान्य सदस्यहरूलाई विशेष निर्देशन गर्दछु। अनुमति नपाइकन तल मान्यहरू कोही पनि नबोल्नुहोस्। अनुमति पाएको प्रधानमन्त्रीले अनुमति पाएको छ, उहाँको भनाइ सुन्नुहोस्। परीक्षण पनि होला, हुने ठाउँमै होला। त्यो पनि त्यस्तो अवस्थामा सरुवा गर्ने, जगेडामा राख्ने, स्पष्टीकरण माग्ने, नसिहत चेतावनी दिने वा पदमुक्त गर्ने सम्मका काम गरिन्छ। यो अहिलेको सरकारले मात्रै होइन, जहिलेको सरकारले पनि गर्छ। अहिले पनि भएको छ, जहिले पनि भएको छ। चित्त नबुझ्ने पक्षले कानुनी उपचारको हक राख्छ, त्यो पनि हुने गरेको छ, भइरहेको छ। अहिले यस विषय सम्मानित अदालतमा विचाराधीन छ। यसमा थप चर्चा परिचर्चा गर्न विधिसम्मत हुन्न भन्ने यस सम्मानित सदनलाई जानकारी नै छ। त्यसैले यस विषयमा मलाई लाग्छ थप बहस नगरौँ। अहिलेको परिस्थितिमा ससाना विषयहरूमा ठुलो बहस विवाद चलाउने परिस्थिति पनि होइन, अवस्था पनि छैन। अहिले संविधानको रक्षा, जनताले लडेर ल्याएका अधिकारहरूको रक्षा, लोकतन्त्रको रक्षा, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र त्यसको सफल कार्यान्वयनको समय हो। त्यसका लागि सिङ्गो सदन एक हुनुपर्ने आवश्यकता छ। हामीले सुनेका छौँ व्यवस्थाका विरुद्ध, प्रणालीका विरुद्ध, लोकतन्त्रका विरुद्ध, संविधानका विरुद्ध ललकारेर त्यसलाई नै अस्वीकार गर्ने र त्यसका निम्ति विभिन्न प्रकारका असंवैधानिक, गैर कानुनी र समाजलाई नोक्सान पुर्ने गम्भीर आपराधिक क्रियाकलाप गर्ने सम्मका क्रियाकलापहरू भइरहेका छन्। यस्तो बेलामा सिङ्गै समाज गम्भीर हुन पर्दछ। यस्तो बेलामा सिङ्गै समाज गम्भीर भएर यस्ता कुराहरूलाई रोक्न पर्दछ। हाम्रो ध्यान त्यतापट्टि जानुपर्छ भन्ने मलाई लागेको छ। कहीँ कतै सरकारको तर्फबाट कुनै काममा या कुनै नीतिमा, कुनै व्यवहारमा कहीँ कमी कमजोरी भएको छ भने सरकार आलोचना सुन्न तयार छ। तर ती आलोचनाहरू संविधान र व्यवस्थाका कानुनका दायराभित्र र सामाजिक मूल्य मान्यताका दायराभित्र हुनुपर्दछ। जथाभावी भ्रम फैलाउने, जथाभावी क्रियाकलाप गर्ने, जथाभावी बोल्ने जस्ता कुराहरू यो कहीँ पनि स्वीकार्य हुन सक्दैन। लोकतन्त्रमा जस्ता सुकै कुराहरू र असामाजिक कुराहरू पनि स्वीकार्य हुने भन्ने कुरा हुन सक्दैन।
लोकतन्त्रले एउटा सीमा निर्धारण गरेको हुन्छ। संविधान कानुन त्यसका लागि बनेका हुन्छन्। केही पनि नमान्ने, समाजमा अराजकता फैलाउने कुरा हुन सक्दैन। त्यस्ता खालका क्रियाकलाप भइरहेका छन्, त्यसको छानबिन भइरहेको छ। त्यो छानबिन गरेर त्यस्ता क्रियाकलापमा संलग्नमाथि कारबाही हुन्छ, हुन सुरु गरिसकेका छ, मैले भनिसकेका छु।